तिमी झ्याउरै गाउँ रैला गाउँ रोदी कालैमा म नाचिदेऊ न तिम्रो गीतको तालैमा घम्पनी सुसाउँदै आयो बादला मारुनी र समलामा घन्काउँछु मादला तिमी झ्याउरै गाउँ रैला गाउँ रोदी कालैमा म नाचिदेऊ न तिम्रो गीतको तालैमा तिमी बारुनी कम्मर फनफनी घुमाइदेऊ न मेरो गौडा टप्पाको तालमा रोदी जुमाइदेऊ न तिमी गौडा गाउँ टप्पाको सुरिलो भागैमा म कम्बर भाँच्छु घिनिघिनी मादलैको तालैमा घम्पनी सुसाउँदै आयो बादला मारुनी र समलामा घन्काउँछु मादला बिरती गाँछु छोड्दिन आज यही राति घरमा सम्म नाच्दै हुर्कियो जौवन तिम्रो घर पर्छु सँगसँगै जान्छु भन्छ मेरो मन डम्फुको तालमा मुर्सुङ्गार बिनायो बाजा मलाई मेरो तिमीसँग बिरती गाँछु छोड्दिन आज यही राति घरमा सम्म नाच्दै हुर्कियो जौवन तिम्रो घर पर्छु सँगसँगै जान्छु भन्छ मेरो मन मेरो अङ्गलामा आऊ हात समाऊ पर मेरो जालैमा देउराले भाकी सिन्दुर हाली लान्छे सालैमा तिम्रो अङ्गलामा आए बिरती लाए पर तिम्रो जालैमा तिमी देउराले भाकी सिन्दुर पोते गरेर जान्छौ सालैमा घम्पनी सुसाउँदै आयो बादला मारुनी र समलामा घन्काउँछु मादला तिमी झ्याउरै गाउँ रैला गाउँ रोदी कालैमा म नाचिदेऊ न तिम्रो गीतको तालैमा घम्पनी सुसाउँदै आयो बादला मारुनी र समलामा घन्काउँछु मादला तिमी झ्याउरै गाउँ रैला गाउँ रोदी कालैमा म नाचिदेऊ न तिम्रो गीतको तालैमा तिमी बारुले कम्मर फनफनी घुमाइदेऊ न मेरो गौडा टप्पाको तालमा रोदी जुमाइदेऊ न तिमी गौडा गाउँ टप्पाको सुरिलो भागैमा म कम्बर भाँच्छु घिनिघिनी मादलैको तालैमा घम्पनी सुसाउँदै आयो बादला मारुनी र समलामा घन्काउँछु मादला म कम्बर भाँच्छु घिनिघिनी मादलैको तालैमा मारुनी र समलामा घन्काउँछु मादला म कम्बर भाँच्छु घिनिघिनी मादलैको तालैमा मारुनी र म कम्बर भाँच्छु घिनिघिनी मादलैको तालैमा मारुनी र समलामा ओके थ्याङ्क यू भेरी मच उहाँले त बोकेरै पछाडि लाग्नुभयो के गर्नु लाग्नु भएको मलाई त अचम्म लाग्यो सो प्लिज कन्ट्रोल योर सेल्फ बिकज वी हेभ गट अ भेरी लट अफ प्रोग्राम थ्याङ्क यू भेरी मच सो ओके यो धुवा हो कि पुस हो आम कन्फ्युज है अलिकति गाह्रो भयो मलाई आमा जोकिङ बाई द वे जोक गरेर मात्र हो फेरि हाम्रो डिजिटलाई डराउनु भयो मलाई देखेर सो सरी ओके सो हाम्रो अलिकति माइक प्रब्लम भइरहेछ प्राविधिक गडबडी भइरहेछ हाम्रो डिजेले गङ्गालाई हेरेर भयो क्या हो कि माइक साँच्चीकै बिग्रिया हो अलिक कन्फ्युज भयो म त है ओके सो वी आर स्टिल हियर अन द प्रोग्राम रोशन पालुवा प्रेजेन्ट्स बिगिनर सिङ्गिङ एन्ड डान्स पर्फर्मेन्स पक्कै पनि यहाँ रमाइलो पर्फर्मेन्सको लागि फेरि पनि एकपल्ट जोरदार ताली दिँदै मलाई एउटा कुरा भन्न मन लाग्यो कि प्लिज प्लिज जन्म हुन्छ एकपटक मृत्यु हुन्छ एकपटक प्रेम हुन्छ एकपटक तर तिम्रो याद किन आउँछ पटक पटक अब म आफ्नो तारिफ कसरी गरौँ है सो तिमी भनिदिनु त किन आउँछ होला याद मलाई पटक केही पटक थाहा नभएर हो मलाई पनि कसैलाई थाहा छ त किन उसको याद मलाई पटक पटक आउँछ यार कसैलाई थाहा छ भने प्लिज भनिदिनु होला है थाहा छ कसैलाई ओके अब तिमी र म हिजो भएको त भेट्या हो फेरि कस्तो भने मलाई कहाँ त्यसरी पटक पटक याद आउँछ त होइन त्यही त भनेको भनिन्छ नि भन्नको लागि चाहिँ याद आउनको लागि हुन्छ नि एक नजरले काफी हुन्छ ओके गङ्गा सो भएको पनि हुन्छ। यो हाम्रो प्राइभेट कुरा होइन हामी बाइकसँग गरौँला होइन सो तिमीले अघि आइफोनको कुरा गऱ्यौ होइन उहाँले अघि आइफोन कुरा गर्नुभयो सो आइफोनको ब्याट्री सकेपछि चार्जमा राख्छौ होइन ओके। सो तिम्रो फोन आयो भने तिमी उठाउँछौ चार्जमा राखेको बेला कहिले कहिले सन्चाइ नउठाऊ किनकि मोबाइल चार्जमा राखेको बेला फोन नउठाउनु है दर्शक महानुभावहरू
करेन्ट लागेर तपाईँहरूलाई ऐया पनि हुनसक्छ खोइ त वाह वाह खोइ त वाह वाह मोबाइल चार्जमा राखेको बेला फोन नउठाउनु है दर्शक महानुभावहरू करेन्ट लागेर तपाईँहरूलाई ऐया पनि हुनसक्छ फेसबुकमा ह्यान्डसम केटाको प्रपोज आयो भन्दैमा हुन्छ नभन गङ्गा त्यो त 40 वर्षको भैया पनि हुनसक्छ थ्याङ्क यू सो मच यस्तो राम्रो एडभाइसको लागि पक्कै पनि प्रेमको सुरुवात चाहिँ कहाँबाट भएको होला यति धेरै प्रेमको कुरा हुन्छ प्रेमको लागि म मर्छु तिम्रो लागि म यस्तो गर्छु उस्तो गर्छु आकाशकै तारा झारिदिन्छु लास्टमा बिहा गरिसकेपछि बङ्गारा झारिदिन्छु भन्ने कुराहरू पनि आउँछन् होइन तर प्रेमको सुरुवात चाहिँ कहाँबाट आएको होला त कसैलाई थाहा छ प्रेमको सुरुवात कहाँबाट भएको होला अब अलिकति भन्न लजाउनु भयो होला बट आई थिङ्क शुड ऱ्याप अप ओके ल मैले सुनेको कुरा चाहिँ भन्छु है त प्रेमको सुरुवात चाहिँ चाइनाबाट भएको अरे के चाइनाबाट? अलि ओरिजिनल खालको गऱ्यो भनेदेखि त्यो लङ लास्टिङ पनि जान्छ नत्र आज छ भोलि छैन हो कि होइन प्लिज हाम्रो अनुभवी गङ्गाको लागि जोरदार ताली हाम्रो एकदमै अनुभवी एकदमै यो गङ्गा म मात्रै होइन देखाउनु नदेखाउनु आफ्नो ठाउँमा छ तर सबैजनाले बोलिरहेको कुरा हो एम आई राइट नो कोही पनि प्रेममा हुनुहुन्न त्यसको मतलब सबैजना सिङ्गल हुनुहुन्छ गङ्गा बेभन्दा अगाडि सबै सिङ्गलै हुन्छ होइन बेभन्दा अगाडि सबै सिङ्गलै हुने सिङ्गल भए पनि त यार यस्तो रिलेसन स्टार्टर्स हुन्छ नि अहिलेको त ल अब अफेयर्समा छैन भन्यो भनेदेखि त ल बिचरा भन्ने टाइपको हुन्छ नि कोही हुनुहुन्छ बिचरामा छैन अनि त सक्यो भने त सबैलाई एक्सपिरियन्स छ यार प्रेम बिना त जीवन जिउन नै गाह्रो छ नि प्रेमलाई कसले कसरी डिफाइन गर्छ भन्ने कुरा मात्रै फरक कुरा हो होइन ओके हाम्रो चाहिँ प्रेमको हाम्रो गुरु माता गुरु आमा हाम्रो हिस्ट्री हाम्रो बताउने सबै गङ्गाको लागि जोरदार ताली थ्याङ्क यू भेरी मच फर द लभली मेसेज है सो अब हामी धेरै डिस्कस नगरौँ Exactly. प्रेम अब कसैले खुलेर कुरा गरे पनि नगरे पनि सबैलाई थाहा छ सबैले आफ्नो तरिकाले बुझ्नु भएको छ पुरा सेसनै दिने विचार गरे प्रेमको त्यस्तो होइन मैले जति आइदाखेरि चाहिँ त्यति चाहिँ सेयर गरिहाल्यो कस्तो आफ्नो ओपन मान्छे हो क्या केही कुराहरू लुकाउने कुरा नै छैन So, अब भने चाहिँ म अघिल्लो पर्फर्मरलाई नै बोलाउन गइरहेको छु अघिल्लो पर्फर्मर को हुनुहुन्छ सो वी वुड लाइक टु कल तिम्रो मुस्कान भन्ने गीत लिएर आउँदै हुनुहुन्छ सुजन लामालाई पक्कै पनि अघि मैले मिस्टेकली तिम्रो मुस्कान भनेर चाहिँ हाम्रो योगेश नेपालीको पालीमा भनेको थिएँ मुस्कान त्यसको लागि चाहिँ कसको हेरौँ बट तिम्रो मुस्कान सो प्लिज गिभ अ बिग ह्यान्ड फर सुजन लामा हाम्रो सानो भाइ सुजन लामाको